हेलो एभ्रिवान, आज चाहिँ म सँगसँगै मोमो बनाऊँ है त। सुरुमा मैले प्याजहरूलाई एकदम मसिनो बनाएको छु किमामा हाल्नको लागि। अनि बन्दा चाहिँ अगाडि नै कोरेसम्म कोरिसकेको थिएँ। बन्दाको पानी निचोरेर अनि बल्ल हामीले किमामा राख्नुपर्ने हुन्छ त्यसलाई ड्राई बनाएर। मलाई चाहिँ प्याजको पत्ता पनि हालेको मनपर्छ मोमोमा, त्यही भएर म चाहिँ प्याजको पत्ता पनि हाल्दैछु। प्याजको पत्ता हालिसकेपछि मैले धनियाँलाई पनि हालेँ, त्यसले चाहिँ मिठो बनाउँछ मोमोलाई। अनि आफ्नो स्वाद अनुसार र आफूलाई मन परेको स्पाइसेसहरू हाल्नु होला। मैले चाहिँ नुन, धनियाँ र जिरा खुर्सानीको पाउडर, ल्वाङ, सुकमेल र मरिचको धुलो पनि हालेँ मैले चाहिँ। अनि मोमोको स्वाद मिठो होस् भनेर मैले अजिनामोटो पनि हालेको छु यहाँ चाहिँ। हजुरहरूलाई मन पर्दैन भने नहाल्दा पनि हुन्छ। अदुवा लसुनको पेस्ट मैले अगाडि नै हालिसकेको थिएँ र पालो आउँछ अब मोमो मसलाको। सबै स्पाइसेसहरूलाई चाहिँ मजाले मिक्स गर्नु होला। तोरीको तेलमा चाहिँ मेथी र बेसारलाई फुराएर मैले किमामा छानेको छु। किमालाई छानिसके पछाडि यसको टेस्ट र स्मेल यति मिठो हुन्छ र जुसी त हुने नै भयो। किमालाई चाहिँ सबै स्पाइसेसहरूसँग यति मजाले मिक्स गर्नुपर्छ। मजाले मिक्स गऱ्यो भने चाहिँ त्यसको टेस्ट पनि यति मिठो हुन्छ। मोमोको डो बनाऊँ है त। मैले चाहिँ यहाँ मैदाको पिठो लिएको छु र मलाई चाहिँ मेरो भाइले हेल्प गर्दैछ। म चाहिँ मोमोको सेप दिँदैछु। छिटो र चाँडो अनि सजिलो लाग्ने सेप भनेकै मलाई यो गोलोवाला हो। मलाई चाहिँ मेरो दिदी भाइहरूले पनि एकदम हेल्प गर्नुभयो। फाइनली मोमो रेडी भयो अनि यति मिठो र जुसी भएको थियो नि। अब हजुरहरू पनि यस्तो जाडोमा तातो तातो मिठो मिठो मोमो बनाएर खानु होला आफ्नो फ्यामिलीहरूसँग।